जब यो ठुलोवाला रेड क्यान्डल बनेको थियो त्यो बेला नै मैले राखिदिएको थिएँ मेरो टेलिग्राम च्यानलमा कि अब टिपिसी बाइङ जोनमा आयो होइन। अब फर्स्ट कुरा है यो बाई एक्जिक्युट गर्नको लागि हामीले दुई तिनवटा कुरा हेऱ्यौँ होइन। एउटा कुरा के हो भने प्राइस एक्सनको हिसाबले म त्यसलाई आइडिपिएटी बाइङ जोन भन्छु, एउटा स्ट्रङ डिमान्ड जोनमा थियो होइन। अब यहाँ तपाईँको के गर्छ, बजारले लो ब्रेक गर्छ गर्दैन त्यो आफ्नै ठाउँमा छ होइन। अब त्यसलाई चाहिँ हामी चार्ट एक्जिक्युट गर्ने बेलामा हेर्छौँ। तर के छ, यो क्यान्डल बन्ने बित्तिकै एउटा कुरा के फिल भयो भने बजारले अब यहाँ भोलाटिलिटी भोलाटिलिटी प्रेजेन्ट गर्दैछ। यदि बजारले भोलाटिलिटी प्रेजेन्ट गर्छ भने अब ट्रेन्ड चेन्ज हुनसक्छ भन्ने एउटा सिनेरियो बजारले यहाँ लगभग यो क्यान्डल आउने बित्तिकै बनायो। त्यसपछि मैले पोस्ट गरिदिएको थिएँ। त्यसपछि अब हजुरले हेर्नु होला, अब यहाँ हेर्नु होला ओके, यो चार्ट हो होइन। हेर्नु होला है, यो बाइङ जोनमा आयो भनेर यो तेह्रथुम अथवा टिपिसीको चार्ट हो, बाइङ जोन भनेर आएको छ। त्यसपछि मैले अर्को पनि अपडेट के गरिदिएको छु भने ओके, बाइङ जोनबाट अलिकति फर्केपछि फर्क्यो भनेर एउटा चार्ट पनि राखिदिएको छु होइन। अब अहिले अब यो प्राइस हेर्नुहुन्छ भने अब अहिले त त्यो रेन्जभन्दा लगभग भनौँ न, यो बाइङ रेन्जभन्दा लगभग तपाईँको 13% माथि छ, 13-14% माथि छ होइन। अनि सिम्पल है, अब यो आइडिपिटी बाइङ जोन भनेको के होला होइन। अब हामी कस्तो गर्छौँ भने लाइक सपोर्ट भनेर हेर्छौँ होइन। अब रेसेन्स भनेर हेर्छौँ होइन। अब सपोर्टमा पनि कुन चाहिँ सपोर्टबाट हामीले त्यहाँ ट्रेड भेट्छौँ त्यो एज अ ट्रेडर हामीलाई थाहा हुनुपर्छ मेरो विचारमा है। अब त्यो ठाउँ मलाई अलरेडी थाहा छ भने चाहिँ मैले त्यहाँ ट्रेड एक्जिक्युट गर्न सक्छु। यो भोलाटिलिटी आयो भने चाहिँ ट्रेन्ड चेन्ज हुन सक्छ। अब मेरो काम के हो, मेरो काम कुर्ने हो होइन। अनि यहाँ के भन्यो भने अब लाइक मसँग जो पढ्नु भएको छ अभियसली उहाँहरूले थाहा पाउनु भइसक्यो होला कि यहाँ एउटा हिडन प्राइस एक्सन तपाईँको क्यान्डलस्टिक प्याटर्न बनेको छ, एउटा हिडन टाइपको छ त्यो चाहिँ होइन। अनि अब त्यो पनि बन्यो भनेपछि अभियसली तपाईँको होइन अब प्राइसले केही रियाक्सन दिन सक्छ। पुलब्याक आयो, पुलब्याक त अब तपाईँको एउटा मात्रै केस हुनसक्छ त्यहाँ बाइङ अपर्च्युनिटी, किनभने अब हामीले त्यहाँ केही अलरेडी देखिसकेका छौँ होइन। भनेपछि अब एज अ तपाईँको ट्रेडर मैले सुरुमा के हेरेँ भन्दाखेरि यो ट्रेड गर्ने बेलामा मेरो बाइङ जोन हो कि होइन। अब मलाई थाहा हुनु पऱ्यो कि यो बाइङ जोनबाट कस्तो लाइक ट्रेडहरू निक्लिन्छ त्यो मलाई पहिल्यै थाहा हुनु पऱ्यो होइन। अनि सेकेन्ड कुरा एउटा सिम्पल सिनेरियो के छ भने मैले सेकेन्डमा के हेर्छु, भोलाटिलिटी बजारले प्रेजेन्ट गरेको छ कि छैन छ। एन्ड देन थर्डमा मैले डिजायर गरेको होइन लाइक कुनै क्यान्डलस्टिक प्याटर्न अथवा प्राइस एक्सन अथवा केही तपाईँको सिग्नलहरू बजारले बनाएको छ भनेपछि एज अ ट्रेडर अब यस्तो लेभलमा एज हामी ट्रेड एक्जिक्युट गर्छौँ। अब यति नै हो बुझाउनु खोजेको होइन। अब धेरैजनाले सोध्नुहुन्छ ट्रेड कसरी गर्ने के गर्ने होइन। अब मैले सिम्पल बुझाउन खोजेँ है। ओके है त ल।